आज चाहिँ म मेरो एकजना फलोवर्सलाई 5 मिनेटसम्म अनलिमिटेड मोमो खिलाउनेवाला छु र हरेक मोमो खाएको 20 रुपियाँ दिनेवाला छु। सो के लाग्छ त कति मोमो खाइसक्छौ? म 40 देखि 50 पिस। 40 देखि 50 मोमो ल हेरौँ ल। यसमा चाहिँ अनि हाम्रो चाहिँ अहिले चाहिँ फर्स्ट सेटमा चाहिँ 10 पिस मोमो रहेको छ एक प्लेट मोमोमा चाहिँ। अनि हरेक मोमो खाएको चाहिँ 20 रुपिस दिनेवाला छौँ। टाइमर चाहिँ स्टार्ट हुन्छ है त ल। अनि टाइमर स्टार्ट भएसँगै उहाँलाई एकदम नै स्पिडमा मोमो खाइरहनु भएको थियो। अनि यो स्पिड देखेर मलाई एकदम नै डर लागेको थियो किनकि यो स्पिडमा मान्छेले मजाले खान्छ कि 40-50 कतिको मन पर्छ त मोमो? 5 मिनेटमा। धेरै टाइम थोरै छ, 5 मिनेटमा खाइसक्छौ 50-60 वटा मोमो। ट्राई गर्छु म भ्याइन। ए ल ल ल खाइहाल्छ, केटो जोड छ खाइहाल्छ। अनि बाइ द वे हजुरहरूलाई पनि यस्तो च्यालेन्जहरूमा पार्टिसिपेट गर्ने मन भए चाहिँ हामीले फलो गर्न चाहिँ नबिर्सिनु होला। अनि युट्युबमा हेर्नु हुँदैछ भने स्पेसली सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु। अनि यदि हजुरलाई पनि यस्तै अनलिमिटेड मोमो खाने चान्स मिलेको भए हजुरहरू कति मोमो खाने हुन्थ्यो कमेन्ट बक्समा कमेन्ट गर्न चाहिँ नछुटाउनु होला है। म सबैको कमेन्टहरू पढिरहेको छु। अहिलेसम्म 1 मिनट भइसकेको छ र मात्र कति 5 पिस मोमो चाहिँ खानु भएको छ उहाँले चाहिँ। हेरौँ कति खाइन्छ। सकिन्छ यही स्पिडले? लाग्दैन मलाई त सकिन्छ यही स्पिडले। छिटो खानु पऱ्यो अलि। अनि अहिलेसम्म 1 मिनेट भइसकेको थियो अनि उहाँले 5 पिस मोमो मात्रै खानु भएको थियो। मोमो अलि तातो हुनाले उहाँको स्पिड पनि अलि कम भयो। अनि उहाँले 2 मिनेटमा 1 प्लेट मोमो खाइसक्नु भयो। सो के 1 मिनट 2 मिनट हुन लागेको छ कुल मिलाएर अहिलेसम्म। धो धनी 9 पिस यो 10th पिस मोमो कसरी खाइसकिन्छ र यसरी त सकिँदैन होला। ट्राई गरौँ। ल ल ल अब अर्को हाम्रो 10 पिस मोमो फेरि एड हुनेछ यसमा चाहिँ। अनि हेरौँ कति चाहिँ खाइसक्छ। हाम्रो चाहिँ 2 मिनट 5 सेकेन्ड चाहिँ भएको छ अहिलेसम्म। 10 पिस मोमो 2 मिनट लगाएर खाएको छ। फेरि 10 पिस मोमो हामीले ल्याएका छौँ। हेरौँ छिटो छिटो खाने पऱ्यो अब त। के हो तातो भयो मोमो तातो छ होइन। अनि बाहिर हजुर पनि मिठो मोमो खान चाहनुहुन्छ भने हाम्रो सिद्धार्थमा चाहिँ आउन सक्नुहुन्छ। एकदम मिठो झोल मोमो पनि पाउने गरेको छ यता चाहिँ। अनि हामीले सेकेन्ड प्लेट मोमो पनि एड गऱ्यौँ है। यसमा पनि 10 पिस मोमो छ। अनि अहिलेसम्म उहाँको स्पिड खाने स्पिड एकदम नै स्लो भइसकेको थियो। मलाई त कस्तो यो प्लेटको मोमो सकिँदैन फिल भएको थियो। तर उहाँले खानुभयो यो 10 पिस मोमो पनि। अनि उहाँले टोटलमा कति मोमो खाए जान्नको लागि चाहिँ भिडियो लास्टसम्म हेर्नु है। अनि उहाँको अहिले 30 सेकेन्ड मात्र बाँकी थियो र उहाँको अहिलेसम्म पनि 3-4 पिस मोमो खान बाँकी नै थियो र मोमो खाने स्पिड धेरै स्लो थियो। तर पनि उहाँले 5 मिनट पुग्नु भन्दा 3 सेकेन्ड अगाडि टोटलमा 20 पिस मोमो चाहिँ खानुभयो आज। उहाँले 5 मिनटमा चाहिँ उहाँले ठ्याक्कै 2 प्लेट मोमो 20 पिस मोमो चाहिँ खानु भएको छ। कस्तो लाग्यो त मोमो खाएर? एकदम राम्रो लाग्यो। मैले चाहिँ टोटलमा 40 वटा चाहिँ मोमो खानु भएको छ। 40 वटा मोमोको इन्टु 20 कति हुन्छ कमेन्टमा गेस गर्नु होला।